बहुप्रतीक्षित नेपाली चलचित्र परालको आगो भोलि शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ। प्रदर्शनको अघिल्लो दिन नै फिल्मले देशभर 100 भन्दा बढी सो पाइसकेको छ भने अग्रिम टिकट बुकिङ समेत उत्साहजनक देखिएको छ। चितवनका हलहरूमा पनि फिल्मको बुकिङ खुल्ला भइसकेको छ। पूर्वी चितवनको म्याङ्गो हल लगायतका सञ्चालकहरू फिल्मप्रति सकारात्मक छन्। पारिवारिक कथावस्तु भएकाले चितवनका दर्शकले फिल्मलाई विशेष महत्त्वको साथ हेरेका छन्। फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। सुशील पोखरेलको लगानी र सुशील देवकोटाको लेखन रहेको यस फिल्ममा सौगात मल्ल, सुहाना थापा, प्रकाश सपुत, सृजना अधिकारी लगायतको मुख्य भूमिका रहेको छ। गुरुप्रसाद मैनालीको कथाबाट प्रेरित यो फिल्मलाई यस वर्षको प्रतीक्षित चलचित्रको रूपमा हेरिएको छ। धन्यवाद सागरजी। के छ भोलिबाट परालको आगो फिल्म चल्दैछ हैन? हजुर। के छ तयारी के कस्तो छ? हजुर। थोरै बताइदिनु। हामी एउटा सिनेमा हलको तर्फबाट चाहिँ भोलि वैशाख 11 गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र परालको आगो प्रदर्शनको अन्तिम तयारीमा छौँ हामी चाहिँ। हजुर। त्यस्तो कतिवटा सो पाउने भयो परालको आगोले हैन? अब अहिले एउटा मात्र सिनेमा रिलिजमा छ भोलि हैन? हजुर। अब नेपालबाट राम्रै सो पाइराखेको छ। यहाँको सिनेमा घरमा म्याङ्गो जनज्योति हलमा चाहिँ कतिवटा सो राख्नु भएको छ? अब अहिले 2वटा सहर हुन्छ भोलि चाहिँ। हजुर। भनेपछि कतिवटा नेपाली सिनेमा चल्ने भयो भोलिबाट अब दुईवटा सिनेमा अलरेडी छ हैन? राम नाम सत्य तेस्रो हप्तामा जाँदैछ, पहाड दोस्रो हप्तामा जाँदैछ र परालको आगो। ओके। तपाईँ एउटा सिनेमालाई माया गर्ने मान्छे, हजुर, हल सञ्चालक, हजुर, हैन? परालको आगोलाई चाहिँ कसरी हेर्नु भएको छ? के छ यो फिल्मले कस्तो व्यापार गर्ला? हजुर। हैन? अब यो ठाउँ भनेको त एउटा पारिवारिक सिनेमा चल्ने ठाउँ हो हैन? हजुर। के गर्ला के लाग्छ? एउटा निकै राम्रो प्रश्न गर्नुभयो यहाँले हैन? दर्शकहरूमा पनि त्यो जिज्ञासा हुनसक्छ। धेरै सिनेमाहरू रिलिज हुन्छ, परालको आगो नै किन हेर्ने त भन्दाखेरि त्यसका धेरै जवाफहरू दिन सकिन्छ। एउटा भनेको एउटा प्रोफेसनल मेकर सुशील पोखरेल भनेको एउटा लामो समयदेखि नेपाली सिनेमा इन्डस्ट्रीमा सिनेमा बनाइरहनु भएको निर्माता हो। उहाँको एउटा फेरि त्यसमा पनि केही समयको ग्यापपछि यही सिनेमा इन्डस्ट्रीमै लाग्नुपर्छ भनेर उहाँले परालको आगो चलचित्र ल्याउँदै हुनुहुन्छ हैन? एउटा त्यो हिसाबले हामीले हेर्नुपर्छ। अर्को अब लक्ष्मण सुनार उहाँको निर्देशनमा बनेका चलचित्रहरू पनि खोट लाउने ठाउँ हुँदैन हैन? त्यो पनि हामीले बुझ्यौँ। र त्यसपछि कलाकारको पाटोबाट गयौँ भने हामीले अब यसमा हामीले भर्सटाइल अभिनेता सौगात मल्ल हुनुहुन्छ। त्यसै गरी सुहाना थापा, उहाँको जति चलचित्र प्रदर्शनमा आएको छ दर्शकले उहाँलाई निकै मन पराउनु भएको छ। यहाँ मेरो हजुर चलचित्रबाट डेब्यू गर्नुभएको थियो हैन? सुहाना थापा हुनुहुन्छ। त्यसै गरी प्रकाश सपुतको पनि त्यस्तै अभिनय रहेको छ यसमा। सृजना अधिकारी पनि उहाँको बढी राम्रो अभिनय रहेको छ भन्ने सुन्नमा आएको छ हैन? र अब गीत सङ्गीतबाट हेऱ्यौँ भने गीत सङ्गीत अहिले टिकटकमा, युट्युबमा, रिल्सहरूमा यो चलचित्रको गीतहरू निकै भाइरल छन्। र त्योभन्दा नि महत्त्वपूर्ण कुरा चलचित्र परालको आगो भनेको गुरुप्रसाद मैनालीले लेख्नुभएको एउटा अमर कृति हो जसको बारेमा सबैले सुन्नु भएको छ। र यही नामको पहिला सिनेमा पनि थियो हैन? परालको आगो सिनेमा नै थियो। र यो परालको आगो र नामले पनि के जनाउँछ, यो एउटा पारिवारिक कथावस्तु हो। यो फिल्मको गीत पनि हिट छ। हजुर। अझ सृजना अधिकारी, हजुर, त्यसरी सौगात मल्लको एउटा त्यो ट्रेलरमा राखिएको यो क्लिप चाहिँ अत्यन्तै भाइरल छ के? त्यो मार्मिक पनि छ। हजुर, हजुर, हैन? अब एकदमै सान्दर्भिक पनि देखिएको। हजुर, हजुर। त्यसले गर्दा कतिको प्लस पोइन्ट गर्दा सिनेमालाई एकदमै प्लस पोइन्ट गर्छ हैन? किन भन्दा त्यो ट्रेलर दर्शकहरूले मन पराउनु भइसकेको छ र त्यो ट्रेलरमा देखेका दृश्यहरू हेर्दा यो सिनेमा हेर्नुपर्छ, यो हाम्रै सिनेमा रहेछ, यो त पारिवारिक कथावस्तुमा बनेको सिनेमा रहेछ भन्ने दर्शकहरूलाई एउटा त्यो अनुमान चाहिँ उहाँले लगाइसक्नु भएको छ हैन? र भोलिबाट सिनेमा प्रदर्शनमा पनि आउँदैछ। र खुसीको कुरो भनेको भोलि अन्य सिनेमाहरू पनि छैनन्। के भन्नुहुन्छ तपाईँले? अब आदरणीय दर्शकहरूलाई जसले नेपाली सिनेमालाई मनैदेखि माया गर्नुहुन्छ, यो एउटा विशुद्ध पारिवारिक कथावस्तुमा, पारिवारिक र सामाजिक कथावस्तुमा बनेको सिनेमा हो। र सपरिवार आएर यहाँहरूले परालको आगो चलचित्र म्याङ्गो जनज्योति सिनेमा हल खैरेनी 8 पर्सा जोनमा हेर्न सक्नुहुन्छ भन्न चाहन्छु। हस्, धन्यवाद। हस्, धन्यवाद।